मुटुमा घाउ बछ जिन्दगी अलपत्र मुटुमा घाउ बछ कति तल मल मात्र ठुलो मान्छे देखो बनी सानो मान्छे सलाम गर्छ धनी र गरिबमा अन्तर्मनले फरक पर्छ बुझी आज सबै कुरा 15 बिघा सडकबाट काम सोलो चलिरहेछ आउँछ त्यही अर्डर मात्र जहिले पीडा भोगिरहेछु न कसैको मद्दत छ मैले राम्रो गर्न खोज्दा देखिन्छ यहाँ गलत मात्र परिरहेछ चोट मलाई घरको मलाई चिन्ता खुसी राख्न सकिन आमा डुबिरहेको छु म त ऋणमा चिल हान्ने हिँड्ने गर्दै पार मेरो सिनमा बाबा नपोखिरहेको छु आज जस्तै जिन्दगीको बिचमा गाह्रो हुँदो रहेछ आफ्नो मान्छेले नचिन्दा गल्ली चोक जान्छु तर मैले पाउँथे घिडा गल्ली चोक जान्छु तर मैले पाउँथे घिडा गरिरहेको छु जिन्दगीमा आज म चाहिँ अन्तिम बिदा मन परेन मलाई गाउँमा बाउको चलचित्र सास परेपछि ऊ किटाकुटीमा हुने गर्छ पढ्ने बेला डिस्टर्ब आमासँग डिस्कस ऊ आफ्नो केसको कारणले अझै पनि फसिरहेछ के गर्ने आमा हजुरको छोराको ताल यस्तै छ 2 वर्ष पछाडि खत्तम भएर हिँड्थे म त्यतिखेर मलाई आफ्नो मान्छेले नि चिन्थेन बुवा आमाले भन्नुहुन्छ मेरो छोरा सुध्रेन कुलतको बाटोमा हिँड्दा हिँड्दै फसे म गबाभित्र पसेर मन पोलिरहेछ अहिले आतेर जीवनको बाटो मैले साटेर जिम्मेवारीलाई अगाडि घर परिवार सम्हाली बुझे खाडी देश मलाई लागिरहेको छटपट्टि हिँडिरहेथे म त अझै कामको लागि बौतारी चिने छैन को हो मुजी जग्गा खाने दलाली खान सकेन मैले यो ज्ञानमा सलामी बाउले गर्दाखेरि आज भइरहेछ बदनामी नाम राखे हिँड्ने गर्छु गर्दिन म हतारी आज त्यस्तै भयो अब भोलि केही त होला नि आज त्यस्तै भयो अब भोलि केही त होला नि मेरो केटाहरू आज भोलि खोल्टीमा पैसा हिँड्दा गाँजा तानी बाउ त परदेशमा छोराको बारीमा सम्झिरहने के गर्नुपर्छ थाहा छ मेरो फ्युचरको लागि